यस भिडियोमा हामी सर्कलको रेडियस, डायमिटर, सेन्टर अनि सर्कम्फरेन्स खोज्ने छौं के हो जान्ने छौं के सो यो भयो मेरो सर्कल अब सर्कलको सेन्टर कुन चाहिँ हो भने त्यसको बीचको पोइन्टलाई चाहिँ हामी सेन्टर भन्छौं सो यो सेन्टरलाई म सी ले चलाउँदै छु अब यो चाहिँ भयो मेरो सेन्टर अब सेन्टर पछि आउँछ रेडियस रेडियस के हो भने यो सर्कल चाहिँ अब यो सेन्टर देखि इक्विडिस्टेन्टमा छ इक्विडिस्टेन्ट भनेको सेम डिस्टेन्स के यहाँदेखि यहाँको लम्बाइ चाहिँ एउटै हुन्छ ओके सो यो चाहिँ भयो रेडियस यदि मैले यहाँ यस्तो लाइन ड्रा गर्दै सेन्टर देखि त्यो सर्कलसम्म त्यो चाहिँ भयो मेरो रेडियस अनि रेडियस जहाँनेरि पनि मैले ड्रा गरे भने त्यो सबै रेडियस एउटै लम्बाइको हुन्छ अब रेडियस पछि आउँछ डायमिटर डायमिटर के हो भने त्यो लाइन जसले चाहिँ सर्कललाई ठिक्कै आधी भागमा काट्छ ओके अन्त रेडियस चाहिँ सर्कलमा भएको सबसे भन्दा लामो लाइन पनि हो हैन अनि त्यो लामो लाइन चाहिँ जहिले पनि सेन्टरबाट पास गर्छ भनेको सेन्टरलाई नै काटेर जान्छ अन्त यो भयो डायमिटर अब डायमिटर यहाँले कोर्दा भयो अब अर्को साइड डायमिटर फेरि एउटै साइड मात्रै कोर्नु पाउँछ भन्ने केही छैन नि हैन डायमिटर यहाँबाट कोर्दा भयो तर सेन्टरबाट चाहिँ त्यो छिर्नु पर्यो है अनि यो भयो डायमिटर अब सर्कम्फरेन्स के रहेछ हेरौँ है सर्कम्फरेन्स चाहिँ अब यो सर्कलको वरिपरि जाँदाखेरि कति लामो बाटो हामी जान्छौँ त्योलाई चाहिँ हामी सर्कम्फरेन्स भन्छौँ सो यो ब्लू नीलो कलरले म जुन चाहिँ यो लाइन बनाउँदै छु यो सर्कलको वरिपरि यसलाई चाहिँ हामी सर्कम्फरेन्स भन्छौँ के यो भयो सर्कम्फरेन्स ओके